अब भने पालो नबिरामी मोमो, मटन मोमो र न्युटेला मोमो, इस्कुस मोमो, प्याज मोमो को अब पालो आयो मटन मोमोको। भरे त टेबलमा यो चिलाउनु लगा है। म त टेर्दैन, मम्मीले कराउनु भने मात्रै। डर कराउनु मात्रै टेर्छ। मलाई त टेर्दैन। ओइ दादा लु सबै टाँस्यो। यसो नगर्नु त। फाल्टै फाल्टै राख्नु त। त बनाउँदिनस् अनि हैन नि अनि अब भ्याउँदिन नि त खुरुखुरु बनाउनु। 2-3 तिर हिट राख्नु पर्यो। यहाँ बनाएन भने यहाँ सुकिहाल्छ पिठो। बनाउनु त बनाउनु जति बनाउनु, तर उयो चाहिँ गर्नु न, के अरे फाल्टो चाहिँ राख्नु न। फाल्टो चाहिँ कसरी राख्नु त अनि भरिहाल्छ त्यहाँ। ओ माइ गॉड, तेल आयो तेल। यी फुटो धेर पातलो भएछ। यो त बनाउनु त पातलै हो नि मोमोको बोक्रा त। यतिको मिठो मोमो बनाएर बेच्नु भने त यहाँ त मोमोको उयो लाग्थ्यो होला, मोमो मेला लाग्थ्यो। सिलौटोमा पिनेको अचारहरू भनेपछि मान्छेलाई कति मिठो लाग्छ। मिठो छैन भने पनि मिठो हुन्छ सिलौटोमा पिनेको भनेपछि। मान्छे त्यो जमानाको भइसक्यो। आफूलाई पिनेर खान अल्छी लाग्छ, अर्काले पिनेको त मिठो हुन्छ। ला के भएको अब यस्तो यो फेरि कस्तो नजोडिएको। गोलो मोमो होइन, यी चिप्टो मोमो भयो। कसरी पो त्यो गोलो बनाउनु त? यस्तो गर्ने अनि तुइ 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 बटार्ने। उयो मोमो भइहाल्यो नि, गुलाबी मोमो। ला हो त्यस्तो हुन्छ किमा दिए भयो। गुलाबी मोमो। मोमोको यो चाहिँ टालिएन, यो स्टाइलिस्ट मोमो हो। ल यहाँ माछा काँडे भयो। माछा काँडे त अर्कै तरिकाले बनाउँछन्। यसरी बनाउनुपर्छ। म त छक्क पर्छु होला हो। हामीले यो किमामा अलिक धेरै अर्को चाहियो कि क्या हो दादा? किमा धेरै भयो त। मैले किन धेरै भिडियो बनाएको लाटी जस्तो।